के छ अहिले चल्ने हाम्रो जनताहरूको के छ नयाँ गाडी लोड भयो एकदम गाडी पनि लोड भयो अब चाहिँ बजारतिर जाने तयारी बजारतिर गइन्छ त्यस्तो छ अरू के छ त हाम्रो साथीहरूको हालमा के छ समय गर्नको होली सकियो होली पनि सकियो काम चालु छ र यस्तो छ अब बजार जाने तयारीमा छ के गर्दा म्याट त दिनचर्या हो सही होइन समयको त सही हो अरू के छ त माया नहुनु आज चाहिँ बजार गएर होली खेलिन्छ अब होलीको दिन पनि सुरु भयो होली खेलेर अब रमाइलो गरिन्छ के गर्ने होइन काम साम यसो केही हुँदैन अब गाडी लाइनको होइन ड्राइभर पुलिस आर्मी जो पनि जागिरवाला छन् त्यो लागि भेडे अब धेरै होइन अब होली भन्दा होली एकदम रमाइलो लाग्छ सबैजनालाई होइन खेल्दा राम्रो हुन्छ यस्तै छ कहिले अब टाइम मिल्यो भने समय मिल्यो भने होइन हामीलाई खेल्ला त्यही हो ओहो होलीको रमझम अब कहिले बिगाउने कहिले बिगाउने ल हाम्रो होली हजुरको गाडीलाई ल मेरो गाडीलाई आफै हिँड्नु हामीले चाहिँ होली खेल्यो अब हटाउनु पर्दै रोका के छ होली खेल्नु त्यही छ बजारतिर एकदम जस्तो आयो अनुहार पनि कालो कालो जस्तो अलिक गोरो गोरो जस्तो आयो अब हामी चाहिँ यसै छौँ होइन होली कसैको अब त्यस्तै छ गाडी चलाउँदै होली मनाउँदै पट्या हुन्छ त्यसै छ अब काम साम सकिरहेको छ कि त्यही बच्चा गइन्छ माहौल एकदम तताउनु लाग्यो होली हेर्नु यसो यहाँ यार यहाँ होली चाहिँ खेलियो हाम्रो एकदम मधेसले सबैको गरी बजार जाने तयारीमा छ सोचेँ मैले आज होली खेल्ने भने होली खेल्न अलि आज 4-5 बजी पुगिन्छ के हो सकिएको छ कोही पनि छैन जे होस् होली चाहिँ राम्रो लाग्यो मैले खास त मैले बुझेन र मस्त छ एकदम ठिक छ एकदम रमाइलो छ
आज पाहाडको होरी पनि लगभग सकियो जस्तो छ। अब चाहिँ लागौँ बजारतिर। तपाईँको यता पनि हेरेँ रमाइलो भयो। अब अर्को साल पाहाडतिर हुन्छ। के गर्नु यस्तै छ जिन्दगी। अब राम्रै हुने रहेछ पनि। अब अर्को वर्ष पाहाड गएर यहाँ पनि मैले यो होरी हेरेँ रुपाल। यहाँ पनि ठिक छ, एकदम रमाइलो लाग्यो। तर यो आधा कुमाऊ आधा हिन्दी आधा संस्कृत त भन्नु मन उसमा प्योर चाहिँ कुमाऊ छ तर मस्त लाग्यो होइन। एकदम लाग्यो मस्त लाग्यो सबैजनाले मिलेर होइन, सबैजनाले गरेर जस्तो यो होली कार्यक्रम धेरै कुरा हुन्छ। यो चाहिँ हाम्रो संस्कृतिलाई सबैले गर्ने गरौँ। त्यस्तै छ माहौल एकदम तात्या छ। अब झन् भोलि त झन् तात्तिन्छ तराईको होली। पाहाडको सकियो, पाहाडको होली भन्दा त यहाँ तराईको होलीमा कस्तो रमाइरहेको छ। आजको रमझम एकदम बबाल छ हौ बजारतिर। यस्तै छ महेन्द्रनगरको आज लास्ट होली। तराईको एकदम होली चाहिँ बबाल यहाँ महँगै घुम्दा रहेन यहाँ। एकदम बबाल छ होली जताततै एकदम। ए भाइ ल केटाहरूले त सब फाडफुडहरू बिहान बिहानै हर्दोएर आएको थिएँ। यसो के गर्ला जाउँला काहीँ भनेर फेरि मुल्याले उताल बनाइहाल्यो। अब चाहिँ त्यस्तै छ बजारतिर एकदम माहौल तातिया छ एकदम। होलीको चहल पहल कहाँ जाने भन्ने होलीमा फुपूसँग पनि भेटघाट भयो, सबैसँग भेटघाट भयो। यो सालको होली चाहिँ हामीले महेन्द्रनगरमा मनायौँ। अब राम्रो भएको छ, एकदम होली खेलिरहेको छौँ। सबैजना होली खेलिरहनु भएको छ, एकदम रमाइलो भइरहेछ। अनि तपाईँहरूकोतिर कस्तो हुन्छ के हुन्छ भन्नु होला। लाइक कमेन्ट सेयर पनि गर्नु होला सबैजनाले। कस्तो लाग्छ तपाईँहरूलाई? हामीले चाहिँ एकदम रमाइरहेको छौँ है। यो चाहिँ मेरो गाउँको होली होइन है, यो अर्को डडेलधुरा जिल्ला हुन्छ।